हेलो एभ्रिवान। आज चाहिँ म बनाउँदैछु छोटो मिनी भ्लग। म जाँदैछु आज चाहिँ मकै खन्नलाई बारीतिर। फाइनल्ली हामी बारीतिर पुगिसकेका छौँ। उहाँ चाहिँ हुनुहुन्छ मेरो श्रीमती। पुगेर नि हामीले चाहिँ बटाबट खन्न थाल्यौँ। झार चाहिँ धेरै नै थियो तर मकै थिएन। खन्न पनि अल्छी लाग्ने होइन, के गर्नु यस्तै छ। यसपालि धेरै झरी परेको हुनाले मकै चाहिँ भनेको जस्तो आएन। खन्दा खन्दा थकाइ लागेको जस्तो पनि लाग्यो, मलाई चाहिँ तिर्खा पनि लाग्यो भनेर पानी पिउन थालेँ। पानी चाहिँ तिर्खा लागेको थियो कि घटघट पिउँछु भनेको तातो भएछ घामले। अब चाहिँ खाना खाने बेला पनि भएछ। अब खाना खाएपछि भेट्नेछौँ है त। A few moments later. दिउँसोको खाना खाएपछि चाहिँ खेतालाहरू पनि आउनु भएछ। उहाँहरू चाहिँ खन्नु भएको थियो अनि म चाहिँ क्यामेराम्यान बनेँ। त्यसपछि छुट्टीको टाइम पनि भयो अनि हामी घरतिर लाग्यौँ। हजुरहरूलाई आजको मिनी ब्लग कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला। आजको लागि चाहिँ धन्यवाद।